साथीहरू मैले चाहिँ यो मामाअर्थको फेस वासले मुख धुराएँ। अब यो हल्का ढ्याप 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 गर्छु। त्यसपछि मामाअर्थकै यो टोनर लाउँछु क्या। म फेस स्याहार्ने मान्छे पर्दिनँ है साथीहरू। म खासै तर जाँगर चलेको बेला चाहिँ यस्तरी लाउँछु। यस्तो जाँगर चलेको बेलामा चाहिँ टक्क लाउँछु होइन। मलाई चाहिँ अल्छी लाग्छ क्या साथीहरू, त्यही भएर चाहिँ अनि यस्तो गरेर लाउँछु। सुत्नुभन्दा अगाडि दिउँसो पनि लाउनु भन्छ, तर म चाहिँ अनि एकछिन हेर्नु वाउ अहिलेको अनुहार र अहिलेको अनुहार लाउनु हुन्छ नि फेरि यो लाउँछु। मजाले ढ्याप 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 गर्दै लाउँछु। फेरि तपाईँहरूलाई कहाँबाट आएछ र यसले गरी भनेर नसोच्नु होला है। यो चाहिँ मैले आफ्नै पैसाले, आफ्नो पैसा त के भन्नु, काम गर्ने होइन, बुढाको पैसाले टक्क लाएर किनेको। तर किनेको चाहिँ कति महिना भइसक्यो है। तर लाउने चाहिँ होइन है। फेरि म साथीहरू, म जस्तो अल्छे चाहिँ कोही छैन। स्याहार्नु भने राम्रो हुन्छ नि होइन साथीहरू। स्याहार्नु है, अनुहारलाई चाहिँ स्याहार्नु पर्छ। तर म त्यसमा पर्दिनँ। यो चाहिँ मामाअर्थकै मोइस्चराइजर हो है, एकदम राम्रो छ। मलाई चाहिँ एकदम सुट पनि गरेको छ, राम्रो गरेको छ। दिनहुँ लाउनु भने त राम्रो देखिन्थ्यो होला, तर म चाहिँ लाउँदिनँ। घाममा हिँड्दा सनस्क्रिन लाउनु पर्ने, त्यो पनि बिर्सिन्छु क्या साथीहरू। कस्तो अनौठो मान्छे होला म त। कत्रो घाममा हिँड्छु। अब 12-1 बजे टिफिन खुवाउन जान्छु होइन, नानीहरूलाई 9 बजेतिर लिएर पनि जान्छु है। तर पनि लाउँदिनँ। ल हेर्नुहोस् त मेरो फेस, वाह, फिल्टर केही छैन, नो फिल्टर नो स्मुदी। यस्तो हुन्छ हुँदा चाहिँ, तर लाउँदिनँ। बाई बाई साथीहरू, गुड नाइट।